यो साल चाहिँ अब हार्भेस्टिङको लगभग फाइनल स्टेजमा छ। हार्भेस्टिङको स्टेजमा रहेको हाम्रो काजु चाहिँ लगभग यो चाहिँ फाइनल स्टेजमै छ हार्भेस्टिङ गर्ने। अनि यहाँ चाहिँ एउटा तपाईँले रेड भेराइटी देख्न सक्नुहुन्छ। र अब उता हामी गयौँ भने उता गएर हेऱ्यौँ भने उता चाहिँ हाम्रो येल्लो भेराइटिज छ, पहेँलो कलर टाइपको छ। हार्भेस्टिङको फेजमा छ यो अहिले। यहाँ चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ, यहाँ चाहिँ येल्लो टाइपको छ। यो चाहिँ लगभग यो हार्भेस्टिङको फेजमा छ, हार्भेस्टिङ गर्ने बेला भइसकेको छ। यो हार्भेस्टिङ चाहिँ लगभग हार्भेस्टिङ गर्ने बेला भइसकेको छ। यसको हार्भेस्टिङ गर्ने बेला कसरी भयो भनेर कसरी थाहा पाउँछौँ भन्दाखेरि जुन हाम्रो यो क्यास्यु एप्पल हुन्छ, यसलाई क्यास्यु नट भन्छ। यो क्यास्यु एप्पललाई चाहिँ हामीहरूले यसरी छुँदाखेरि चाहिँ यो पाकिसकेको हुन्छ, यसरी पाकिसकेको हुन्छ। त्यही भएर चाहिँ यो चाहिँ लगभग हार्भेस्टिङको स्टेजमा छ। अब हार्भेस्टिङ गर्दा हुन्छ। यो सबै चाहिँ हार्भेस्टिङको स्टेजमा छैन। फेरि कुनै जो सुरुको चरणमा चाहिँ फलेको थियो त्यो चाहिँ लगभग हार्भेस्टिङको स्टेजमा पुगिसकेको छ चारैतिर। यो साल चाहिँ गएको सालभन्दा अझै राम्रो फलेको देखिन्छ।